अगाडि पनि माउन्टेन्स पछाडि पनि माउन्टेन्स वाइल्डै कभर्ड रहेछ त यहाँ त दादा ओए दादा कस्तो नाइस हो नि हो त उड्दिहाल्ने हो त पहिला पनि प्लेनमा चढेको छ छैन कस्तो वियर्ड छ क्या यसको ककपिट हेर्दा नि यो फ्ल्याप्स यहाँ छ होइन यसको कन्फ्युजिङ क्या होइन अर्को ब्रेक यो हो क्या यो चाहिँ रडर मात्रै हो क्या त्यसले कस्तो मलाई सबभन्दा मन परेको सुरुमा आउँदाखेरि यो के थियो भन न यो प्लेनमा के थियो थ्रोटल के ए ओके त्यो कस्तो हाम्रो त यस्तो गरे बानी नि त अगाडितिर त्यो जोयस्टिक टाइप क्या यो कस्तो सजिलो टक्क साइडमै छ होइन यो चाहिँ अगाडिको विन्डो चाहिँ यसरी अगाडि पछाडि गर्नु पायो यो चाहिँ ए ओके यसो घुमाएर माथि चिसो हुन्छ चिसो भयो भने यसो पछाडि फर्काइदिने यस वेरी नाइस पुरै ओपन है विन्डो के अरे डोर कस्तो राम्रो के मेन कुरा यसको है पुरै सिसाको छ नि त डोर भन्ने नै छैन कि सबै विन्डो के ढुक्क क्या ब्रो ढुक्क क्लाउड आइदियो त अहिले फेरि तल मात्रै हो बेस्ट पार्ट इज यो फलोइङको फ्लाइटमा हजुर मैले केही बोल्नै पर्दैन कि ओके दाइले सबै कम्युनिकेसन गर्नुहुन्छ मैले जस्ट फलो मात्रै गरिदियो हाम्रो चाहिँ अब आफ्नै पर्सनल उ छ क्या सिट्याप जस्तै हामीहरूको अल्ट्रालाइट कम्पनीकै होइन यो फ्रिक्वेन्सीमा हामीले बोल्यो भने चाहिँ मजाले कुरा गर्दै कहाँ हो के हो भन्नु प्राइभेटकै हाम्रै बोल्छन् किन आजकल को चाहिँ क्याबेनरीके क्याबेनरीके मेसेज गरिरहेको थियो अस्ति हावारी भनेर मैले भाइहरू होइन नि फेसबुकमा गरिरहेको थिएँ अनि मैले चाहिँ फोटोहरू पठाएँ सर म यसो गर्दैछु आजभोलि भनेर राम्रो छ भ्यू सोभिट इन्जोय गर भनेर लेखिरहेको थियो बुढाले तर है हजुरको त्यो मम्मी ड्याडीको भिडियोजमा पनि कस्तो नाइस नाइस कमेन्ट आउँछ कि लाइक प्राउडवाला टाइप्स के है म त यो नेपाली अडियन्सले एभिएसन कन्टेन्टलाई यस्तो मन पराउला भन्ने मलाई इमेजिनेसन नै थिएन है ओके तर कस्तो मजाले माया गर्ने सबैले मजा आयो मलाई हामीलाई फिलिपिन्समा यस्तो इन्फर्मेसन लाउनै नदिने है डोन्ट गो नियर टु द माउन्टेन्स भनिदिने कि पछाडि बसी बसी बोलिदिने क्या है कस्तो नाइस नै हो दादा यसरी पास हुँदा क्या दामी देखिन्छ है ओके ओए भगवान वाइल्डै नाइस है आज वेदर राम्रो छ क्लियर एकदम unbelievable हामी चाहिँ आजभित्र सबैतिर अझै क्लियरली अलि देख्यो कि त्यो कापु चाहिँ देखेँ मैले लेख मजाले बाइ द वे यो ड्रिम यस्तो गरे नोज डाउन यस्तो गरे नोज यो सोचिरहेको थिएँ होइन ओके के छ नि ब्याट्री यहाँ छ फ्ल्याप्स यहाँ छ फ्युल सेलेक्टर हाम्रो भ्याल्भ हुन्थ्यो नि यहाँ ट्याप छ यतातिर हेर ए ओके नाइस क्याप्लोइडले पनि मेसेज गरिसिन्छ कसले क्याप्लोइडलाई मैले आफै गर्छु कहिले गर्छु अनि रिप्लाई गरेर हुन्छ क्यापेन्टिकीले त गरे नै है हामीलाई त याद आउँछ सक्दो हेल्प गर्दै आयो क्या दादा कस्तो नाइस हो वाइल्डै कभर्ड रहेछ त यहाँ त दादा त्यही त माथि त्यो चिसै
अझै घाम पनि पराएन नि त यहाँ अगाडि पनि माउन्टेन्स पछाडि पनि माउन्टेन्स यहाँ पनि माउन्टेन्स सुरुमा ट्रेनिङ गर्दा वाइड रमाइलो भयो कि डर लाग्यो कि कस्तो भयो सुरुमा डर हुँदा पनि कस्तो अर्कै खुसी लाग्यो कि यस्तै वेदरमा ट्रेनिङ गरे हो नि त यहाँ ओके अनि त्यहाँ म त रुनु कि हाँस्नु भइरहेको खुसी भएर त्यो रुट चिन्न पनि त गाह्रो भयो होला नि त एक दुईचोटि त गाह्रो चाहिँ अब ट्रेनिङ गर्दाखेरि क्लियर थियो यस्तै यस्तै हो ल ठिकै छ यहाँ जाने मजा अब यहाँ पनि छ नि त यो म्यापहरू छ हेल्प पाइहाल्छ तर गाह्रो चाहिँ कस्तो हुँदाखेरि ट्रेनिङ चाहिँ राम्रोमा गरेँ काम गर्दाखेरि प्याड बजेर आयो अब पुरै बादलहरू आउने त्यस्तो यस्तो भयो क्या सिसान दाइलाई ल्याउनु पर्यो हौ कसलाई सिसान दाइ सिसन दाइलाई बोलाउनु यहाँबाट ए सिसन बुढा आऊ हुन्न विशाल दाइलाई पनि आउँछन् जस्तो छ विशाल दाइले नि अस्ति राम्रो भिडियो छ राम्रो कन्टेन्टहरू छ भन्दै को विशाल दाइ कमेडियन क्या हाम्रो ए ओके ओके हो र यो अन्नपूर्ण साउथ है अनि एउटा अन्नपूर्ण वान सबभन्दा ठुलो माउन्टेन है ओके उतापट्टिको अझै यहाँदेखि हेर है त ओके माछा पुत्रे ट्याक्क मान्छेहरू मार्दी बेस क्याम्प चाहिँ यो भ्यू हेर्नको लागि आउँछ क्या माछा पुत्रे ठ्याक्क माछाको पुच्छर जस्तै ल हेर माथिसम्मै आउँछ कि अलिक तलसम्म आउँछ त्यो माथि क्लाइम गर्न मिलेर मार्दी हिमाल नै यही हो होइन सो माथि माछा पुत्रे मार्दी हिमाल भन्छ यसलाई सो यसको तल पनि यहाँ हो कि बेस क्याम्प त ऊ तल त्यहाँबाट यो भ्यू हेर्ने होइन ओके अनि हाम्रो सबै बेस क्याम्पहरू अन्नपूर्ण बेस क्याम्प यहाँ गएर लेफ्ट लिएपछि बल्ल देखिन्छ ओके त्यहाँ हामी जान मिल्दैन नत्र त्यहीँ सोचियोस् सीधा बस है त ओके यति भयो भन्दा भइगयो सक्की गर्ने हो कहाँ गयो अर्को पहिलो त्यसलाई देखाउँदैन तिमी साराकोटमा हो मदै पामे भन्नु पर्ला आमे अनि सारङकोट भन्छ होइन सारङकोटदेखि अब आइहाल्यो नि पामेलाई म प्लेन उडाइरहेको छु कि अब शिवजीको दर्शन है त हजुर ओके यस्तो त होइन इस्पो गर्दा ओके nice ocean clouds.
दहीमा यो के ताल फेवा फेरि ड्याम साइड हो ओके दसै हो ल्यान्ड कि 20मा 10मा 20मा अति बढी हुन्छ यो यसै पनि यसको ल्यान्डिङ गियर्सहरू त्यस्तो उ छैन त्यो ओके हार्ड ल्यान्डिङ जस्तो फिल हुन्छ यसमा Captain Sovit ल साथी के छ त साथी रमाइलो भयो अति नै राम्रो ओके थ्याङ्क यू सो मच द्याट वाज हाम्रो फेलो पाइलट हामीले सँगै ट्रेनिङ गरेको विवेचनासँग होइन मैले इन्ट्रोड्युस गरिदिएँ आजकल फेरि मेरो इन्ट्रेस्ट केही छैन यत्तिकै ड्याङडुङ प्लेनदेखि सुरु प्लेनमै खतम भइरहेको छ एनिवेज I'll see you next one मेरो अरू फ्लाइट्सहरू छ धेरै 3-4 अझै यस्तै हो ए सिसन बानी त आउनु पर्यो त उड्नु पर्यो